सो गाइस यहाँ चाहिँ सुक्खा मोमोसँग खानु लागि अचार रेडी हुँदैछ। हाम्रो चाहिँ सिलामको अचार अनि यहाँ चाहिँ आलुदम पनि बनाउनु आँट्नु भएको छ बाङ्गाले। यहाँ चाहिँ बाङ्गा हुनुहुन्छ हो, सेफ चाहिँ यहाँ हुनुहुन्छ हाम्रो बाङ्गाले चाहिँ एकदम मिठो मिठो बनाउनुहुन्छ नि त, किनभने उहाँ चाहिँ सेफ हुनुहुन्छ हो। अहमदाबादमा चाहिँ कस्तो मुख स्लिप भएको, अहमदाबादमा चाहिँ उसले 4 वर्ष ड्युटी गर्नुभएको नि त सेफमा कुकिङपट्टि। अन्त उहाँ चाहिँ सेफ हुनुहुन्छ। अन्त बाङ्गाले चाहिँ मिठो मिठो बनाउनुहुन्छ नि त। अन्त यहाँ चाहिँ आलुदमको लागि मसला अनि यहाँ चाहिँ सिलामको अचार हो। आज चाहिँ दामी खुवाइ हुन्छ सिलामको अचार हो। अन्त भेज सुप पनि छ, भेज सुप पनि बनाउनु नि अब। अन्त विथ आलुदम हो। अन्त यहाँ चाहिँ के हो सुक्खा मोमोको लागि हो। यो चाहिँ सुक्खा मोमोको लागि अगाडि मैले आधी घन्टा अगाडि यसलाई मैले पास गरेर राखेको छु। अब यसको बादमा म तपाईँहरूलाई देखाउनेछु ल, राम्रो कस्तो पाराले बनाउनु पर्ने सुक्खा मोमो। हुन्छ। सेफहरूले चाहिँ कटिङ गरेको चाहिँ मलाई त पुरा मनपर्छ। क्या मजाले स्पिड गर्छ है कटिङ, पुरा मनपर्छ। तर म चाहिँ जान्दिनँ यस्तो डरलाग्दो कटिङ गर्नु चाहिँ। चट्ट चट 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 काट्छ नि त उनीहरूले। वाउ, मलाई चाहिँ आउँदै यसरी काट्नु चाहिँ ट्याक्कै आउँदैन हौ। मैले चाहिँ यो पहिला चाहिँ नि कटिङ गर्दाखेरि चाहिँ हात कति अब यो सिक्नुको लागि कटिङ गर्दा चाहिँ अब हात कति चाहिँ के चाहिँ खुनसरी खायो होला होटेलमा चाहिँ। पहिला हामीले अब ड्युटी उयो गर्दा चाहिँ ड्युटी आवरमा सिक्दाखेरि चाहिँ हातहरू काटेर केही नगरेर एउटा पनि हुन्थेन। त्यही स्ट्रगल गरेर अहिले यो कतिवटा चाहिँ मैले सिकेँ कति कुरामा। कस्तो मजाले काट्छ है, टेक 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 पाराले। मैले त यसरी काट्यो भने मेरो जान्छ हात, छाला मासु सँगै जान्छ। कस्तो मजाले काट्छ हौ। सो गाइस अब यहाँ चाहिँ हाम्रो आलुदम पनि रेडी भइसकेको छ हो। आलुदम चाहिँ यस्तो छ सुक्खा मोमोको लागि, सुक्खा मोमोसँग खानु लागि आलुदम। अनि यहाँ चाहिँ बाङ्गा तिलको अचार रेडी भइसकेको छ। यो चाहिँ तिलको अचार दामी, बाङ्गाले कता पुऱ्याउँछ। यो चाहिँ तिलको अचार अनि यहाँ चाहिँ आलुदम दामी। जाडोमा सानो मजा आउँछ खानु। यो चाहिँ यहाँ हाम्रो नर्स सुप पनि रेडी भइसकेको छ हो। अन्त यहाँ चाहिँ क्याप्सिकम क्यारोटहरू हालेर नर्स सुप बनाएको छ हो। अनि आज चाहिँ हाम्रो रेसिपी चाहिँ नर्स सुप, त्यहाँदेखि आलुदम, तिलको अचार अनि सुक्खा मोमो। जाडो महिनामा पनि यो मुखले चाहिँ के माग्छ हौ, सानो माग्दैन, के चाहिँ खानु मन परेको है। हाम्रो यहाँ बुलुक बुलुक उम्रिँदैछ हाम्रो नर्स सुप दामी। आज चाहिँ मजा आउने भयो जाडोमा तातो। यो चाहिँ यहाँ हाम्रो सुक्खा मोमो पनि रेडी भइसकेको छ हो। यो सुक्खा मोमोको चाहिँ लुक्स यस्तो छ हो। यो चाहिँ तर सुजी आटाको हो, मैदाको चाहिँ तर अब राम्रो हुँदैन, हेल्थको लागि राम्रो हुँदैन भनेर चाहिँ सुजी आटाको बनाएको हो। यहाँ चाहिँ हो लुक्स, फाइनल लुक्स यस्तो छ सुक्खा मोमोको।